नमस्ते, संविधान चौतारीमा हार्दिक स्वागत छ। यो श्रृङ्खलामा हामी नेपालको संविधान 2072लाई सजिलो र सरल भाषामा बुझ्ने प्रयास गर्नेछौँ। आज हामी सुरुवात गर्दैछौँ भाग 1 प्रारम्भिकबाट, जसले हाम्रो राष्ट्रको जग र परिचय स्थापित गर्दछ। आउनुहोस् सुरु गरौँ। संविधानको धारा 1 ले स्पष्ट भन्छ कि यो संविधान नेपालको मूल कानुन हो। यसको अर्थ अरु कुनै पनि कानुन यो संविधानसँग बाजियो भने बाजिएको हदसम्म त्यो कानुन स्वतः खारेज हुन्छ। धारा 2 ले त झन महत्त्वपूर्ण कुरा भन्छ। नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता अर्थात् देशको अन्तिम शक्ति हामी नेपाली जनतामा नै रहेको छ। धारा 3 ले हाम्रो राष्ट्रको परिभाषा दिन्छ। यसले भन्छ, हामी बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता भएका समान आकांक्षा बोकेका नेपाली जनता नै समग्रमा राष्ट्र हौं। धारा 4 ले नेपाल कस्तो राज्य हो भनेर चिनाउँछ। नेपाल एक स्वतन्त्र, सार्वभौम सत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो। यहाँ धर्मनिरपेक्षको अर्थ सनातनदेखि चलि आएको धर्म र संस्कृतिको संरक्षण गर्नु पनि हो। धारा 5 ले राष्ट्रिय हितका विषयहरू तोकेको छ, जसमा देशको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र नेपालीको हक हितको रक्षा पर्दछन्। धारा 6 अनुसार नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् र धारा 7 ले देवनागरी लिपिमा लेखिने नेपाली भाषालाई सरकारी कामकाजको भाषा तोकेको छ। साथै प्रदेशले आफ्नो क्षेत्रमा बहुसंख्यकले बोल्ने अन्य भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउन सक्नेछ। हाम्रो राष्ट्रिय पहिचानका प्रतीकहरूलाई धारा 8 र 9 मा समेटिएको छ। धारा 8 ले हाम्रो अद्वितीय दुई त्रिकोण भएको राष्ट्रिय झण्डाको वर्णन गर्छ। त्यस्तै धारा 9 ले राष्ट्रिय गान, निशान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ सिमरिक, राष्ट्रिय जनावर गाई र राष्ट्रिय पक्षी डाफे हुने व्यवस्था गरेको छ। आज हामीले संविधानको भाग 1 मा उल्लेखित हाम्रो राष्ट्रको आधारभूत परिचय र पहिचानका बारेमा जान्यौं। यी व्यवस्थाहरूले नै हाम्रो राष्ट्रको बलियो जग बसालेका छन्। संविधान चौतारीको अर्को अङ्कमा हामी भाग 2 नागरिकता सम्बन्धी व्यवस्थाबारे चर्चा गर्नेछौँ। हामी सँगै रहनुहोला। धन्यवाद।